क्वेसन देख्नु भएको छ नि। क्वेसनले के भन्यो, विच अफ द फलोइङ इज नट अ सर्ट। तलका मध्ये कुन चाहिँ सर्ट होइन भनेको छ कि छैन। अब सर्ट्स हो कि होइन भन्ने कुरा थाहा पाउन के गर्नु पर्यो हामीले, यदि जुन जुन नम्बरलाई हामीले फ्याक्टराइज गरेर यो स्क्वायर रुट साइनबाट बाहिर निकाल्दा पर्फेक्ट स्क्वायर आउँदैन, त्यो सबै के हुन्, सर्ट्स हुन्। त्यसो भएर अब यसको भ्याल्यु निकाल्यो भने √5 भनेको तपाईँहरूले क्यालकुलेसनमा हाल्नु भने यसको भ्याल्यु के हुन्छ, एक्ज्याक्टली आउँदैन। भने यो प्रफिट स्क्वायर नम्बर होइन, 5 प्रफिट स्क्वायर नम्बर होइन। कस्तो, जस्तो 1 को प्रफिट स्क्वायर नम्बर चाहिएको छ तपाईँहरूलाई भने 1 × 1 गर्नु पर्यो भनेको के, 1 को प्रफिट स्क्वायर नम्बर भने हो। जस्तो 2 को चाहियो भने 2 × 2 भनेको कति रहेछ, 4 रहेछ। 3 को प्रफिट स्क्वायर नम्बर चाहियो भने के गर्ने, 3 × 3 भनेको प्रफिट स्क्वायर नम्बर भनेको त्यस्तो नम्बर हो जसलाई फ्याक्टराइज गर्दा दुईवटा फ्याक्टर्सहरू सेम आउँछ। दुईवटा फ्याक्टर्सहरू सेम आउँछ भन्नुको मिनिङ दे आर आइडेन्टिकल। त्यसो भएन हुन्छ। अब 500 भनेको प्रफिट स्क्वायर नम्बर होइन, 10 पनि प्रफिट स्क्वायर नम्बर होइन, यो पनि होइन, यो पनि होइन, यो पनि होइन भने चाहिँ अभियसली के हुनुपर्छ, ए नम्बर राइट आन्सर हुनुपर्छ भनेर टिका। अब कसरी हो त भनेर सल्भ गर्न मन लाग्यो भने चाहिँ तपाईँहरूलाई 121 भनेको 11 को स्क्वायर हो, 225 भनेको कतिको स्क्वायर हो, कतिको स्क्वायर लेख्ने, 15 को स्क्वायर हो। त्यसो भने के हुन्छ, √11/15 को स्क्वायर हुन्छ, स्क्वायर क्यान्सल भयो, 11/15 आयो क्या। त्यसो भएको कारणले गर्दा के हो त, ए नम्बरको चाहिँ सर्ट्स होइन, अरू सबै के हो, सर्ट्स हो। कुरा बुझ्नुभयो। नेक्स्ट नम्बर 2 म्याथ्स। नम्बर 2 ले के भन्यो, what is the value of x in √3x + 13 = 5। अब यो तपाईँहरूले यसलाई फरक तरिकाले सल्भ गर्न सक्नुहुन्छ। जस्तो तपाईँहरूले यो भ्याल्यु भनेको हिट एन्ड ट्रायल मेथडबाट भ्याल्यु राख्दै गए पनि हुन्छ। अब हिट एन्ड ट्रायल भनेको पहिला एक्स भ्याल्यु 1 राख्ने, त्यसबाट के हुन्छ, 3 × 1 + 13 = 5। के आयो, 3 × 3 13 + 3 कति, 16 = कति आयो त, 5। 16 भनेको रुट बाहिर आउँदा कति, 4 = 5 हुन्छ, हुँदैन। यो 4 = 5 हुँदैन। त्यसो गरी अप्सन नम्बर ए आउट। अब 2 राख्नु, 3 × 2 = 6, 6 + 13 कति, 19 आउँछ, आउँदैन। 3 राख्नु, 3 × 3 = 9, 13 + 9 कति, 25 हो। कोही बोले 13 + 9 कति, 13 + 9 22 होला, आउँदैन। 4 राख्नु, 4 × 13 = 12, 12 + 13 = 25, 25 भनेको बाहिर 5 आयो, 5 = 5 भयो कि नै। सो डी नम्बर राइट आन्सर एक्जाम टेस्ट गरे पनि हुन्छ। होइन सर म यसो गर्दिनँ भन्नुभयो भने तपाईँहरूले यसो गरे पनि हुन्छ। यसो भनेको कस्तो, यसो भनेको चाहिँ सल्भ गर्नु पुरै म्याथमेटिक्स जस्तो √3x + 13 = 5 छ नि। तपाईँहरूलाई मैले क्लासमा पढाउँदा के पढाएँ, यदि तपाईँहरूसँग दिएको सर्ट्सको अर्डर 2 छ भने स्क्वायरिङ अन बोथ साइड गर्नुपर्छ भनेको कि, स्क्वायरिङ अन बोथ साइड, स्क्वायरिङ गर्दा काट्यो, ल साथीहरू
एक्सको भ्यालु कति आयो 4 आयो सुनिरहनु भएको छ नि यसरी गरे पनि हुन्छ तपाईँको चोइस है हिडन ट्रायल गरे पनि भयो सिधै के गरे पनि भयो भ्यालु राखे पनि भयो नेक्स्ट अर्को नम्बरमा हेर्नुहोस् विच इज द ग्रेटेस्ट सर्ट अमङ दि फलोइङ भनेको छ कि चाहिँ अब ग्रेटेस्ट सर्ट्स हो कि होइन भन्ने कुरा पत्ता लगाउनको लागि हामीले के गर्ने हो हामीले सर्ट्सको अर्डर सेम बनाउने हो अर्डर सेम बनाएपछि के हुन्छ भनेको यहाँ 3 छ यहाँ 4 छ यहाँ 5 छ यहाँ 6 छ त्यसपछि 3 4 5 र 6 को लस निकाल्नु 3 4 5 र 6 को लस कति 3 4 5 र 6 को लस कति लस कमेन्ट गर्नुहोस् त 3 4 5 6 को लस कति 3 4 5 6 को लस निकाल्नु अथवा यसो लसले गरे पनि भयो लसले भने के हुन्छ हामी अर्डर सेम बनाउँछौँ अर्डर सेम बनाउँछौँ अर्डर सेम बनाएर चाहिँ के हुन्छ जसको रेडिक्यान्ट सबैभन्दा ठुलो छ त्यो नै ग्रेटेस्ट हुन्छ तर अहिले यहाँ हामीलाई रेडिक्यान्ट सेम दिएको छ नि त्यस भएर रेडिक्यान्ट सेम दिएको छ अर्डर चाहिँ के छ अर्डर चाहिँ के छ अर्डर चाहिँ फरक फरक छ अब रेडिक्यान्ट सेम छ अर्डर फरक फरक छ भने जसको अर्डर सबैभन्दा कम छ नि त्यो नै के हुन्छ ग्रेटेस्ट सर्ट्स हुन्छ लसले गरिदिनु भयो सिधै यति गरे पनि हुन्छ भनेको जसको अर्डर यहाँ कम छ त्यसले धेरै भ्यालु बाहिर निकाल्छ जसको अर्डर धेरै छ त्यसले के गर्छ कम भ्यालु निकाल्छ सो यो राइट आन्सर अप्सन नम्बर ए हो किन अहिले रेडिक्यान्ट सेम दिएको भए यदि रेडिक्यान्ट सेम नदिएको भए हामी के गर्नु पर्थ्यो लसलेर सल्भ गर्नु पर्थ्यो कुरा बुझ्नु हो नबुझ्यो भने च्याट बक्समा लेख्ने है त नेक्स्ट यसमा के भनिरहेको छ फाइन्ड द भ्यालु अफ एक्स फ्रम द फलोइङ फिगर वेयर ओ इज द सेन्टर अफ द सर्कल अब हामीलाई ओ चाहिँ के दिइरहेको छ सर्कलको सेन्टर दिइरहेको छ अब हामीले के गर्नु पर्यो एक्सको भ्यालु निकाल्नु पर्यो ल हेर्नुहोस् यो चित्रमा यो सेन्टर हो यो सर्कमफरेन्स सेन्टरबाट सर्कमफरेन्ससम्म ड्र गरेको लाइनलाई हामी रेडियस भन्छौँ फेरि यो पनि के हो रेडियस हो एउटै सर्कलमा ड्र गरिएको रेडियसहरू बराबर हुन्छ दिस इज इक्वल्स टु दिस त्यसो भने यो ट्रायङ्गल के भयो आइसोसोलेस भयो आइसोसोलेस ट्रायङ्गलको बेस एङ्गल के हुन्छ इक्वल हुन्छ यो 30 भयो यो पनि 30 भयो कि भयो बेस एङ्गल अब आइसोसोलेस ट्रायङ्गलको बेस एङ्गल इक्वल भइसके पछाडि हामीले के गर्नु पर्यो भन्दा यो ट्रायङ्गलको सम निकाल्नु पर्यो भनेको यो 30 यो पनि 30 हुन्छ यो कति हुन्छ 30 प्लस 30 60 जम्मा 180 हुने हो 180 माइनस 60 कति हो 180 माइनस 60 हुन्छ यो भनेको 120 सेन्टर ट्रायङ्गल 120 आयो क्या यो एक्स भनेको सर्कमफरेन्स एङ्गल हो सेन्टर ट्रायङ्गल र सर्कमफरेन्स एङ्गल एउटै आर्क इक्विडिस्टेन्ट भएको छ भने सर्कमफरेन्स एङ्गल र सेन्टर ट्रायङ्गलको सम्बन्ध के हो सर्कमफरेन्स एङ्गल एक्स चाहिँ सेन्टर ट्रायङ्गलको आधा हुन्छ भनेको 120 को आधा कति 60 तो 60 डिग्री इज द राइट आन्सर 60 डिग्री राइट आन्सर ल नेक्स्ट एउटा द स्ट्रिङ अफ अ काइट इज इन्क्लाइन टु द होरिजेन्टल एट द एङ्गल अफ 60 भनेको एउटा काइट छ त्यो काइटको स्ट्रिङ चाहिँ यसरी होरिजेन्टलमा के भइरहेछ यो काइटको स्ट्रिङ हो दिस इज काइट यो काइटको स्ट्रिङ हो यो चाहिँ होरिजेन्टलसँग कति एङ्गल बनाउँछ 60 डिग्री एङ्गल बनाउँछ what is the height of the kite from the field if the length of the string is 150 मिटर यदि 150 मिटरको स्ट्रिङको लेन्थ छ भने यो काइट यो फिल्डबाट कति हाइटमा छ भनेको छ भनेको यो निकाल्ने भनेको सपोज हजुरको यो ए हो यो बी हो यो सी हो हैन यस्तो हो भने अब हामीले के निकाल्नु पर्यो यो बीसी को लेन्थ निकाल्नु पर्यो
अब बीसीको लेन्थ निकाल्न के गर्ने, राइट एङ्गलको अपोजिट साइड यो के हुन्छ, हाइपोटेनियस हुन्छ। यो थेटाको भ्यालु भयो रिफरेन्स एङ्गल। हामीलाई यो निकाल्नु छ भनेको यो थेटाको अपोजिट साइड परपेन्डिकुलर हो भनेपछि पी एस कहाँ लाउने, टेनमा लाउने। सो ट्यान थेटा भनेको पी बाई एस। अब थेटा ठाउँमा कति छ अरे 60, टेन 60 इक्वल्स पी बाई एस, पी निकाल्नु पर्ने छ एन्ड एस भनेको चाहिँ 150 मिटर छ। टेन 60 को भ्यालु कति हो, √3। अब भ्यालु थाहा हुनु पऱ्यो, पी बाई 150 आयो क्या, क्रस मल्टिप्लाई गर्ने, पी कसो कति आयो 150 √3 आयो क्या, कति आयो 150 √3, 150 √3 मिटर कहाँ छ, डी नम्बर। सो डी नम्बर इज द राइट आन्सर। कुरा बुझ्नुभयो नि। कुरा नबुझेको भए च्याट बक्समा हेर्नुहोस् ल, म अगाडि बढेँ। In the given figure, O is the center of the circle, PQ is the chord. O center हो रे, PQ चाहिँ के हो रे, chord हो रे, and PT is the tangent. PT के हो, tangent हो to the circle at P, P भन्ने पोइन्टमा। So angle POQ equals to 70 degree. Find the value of angle TPQ. TPQ कहाँ छ, TPQ हेर्नु हो, TPQ भनेको, TPQ भनेको यो एङ्गल निकाल्नुहोस् भनेर छ क्वेसन। अब यो ट्यान्जेन्ट, यो कर्ड हो। सो यो र यो रेडियस हो, ओके, रेडियस हो। अब यो दुईटा रेडियाई भएपछि यो ट्राइङ्गल के हुन्छ, आइसोसोलेस भनेपछि आधारको कोण बराबर हुन्छ, बेस एङ्गल आर इक्वल भनेपछि यसलाई एक्स मान्नु भने यो पनि के हुन्छ, एक्स हुन्छ, ओके, एक्स हुन्छ। ओके, त्यसो भए सम अफ द एङ्गल अफ ट्राइङ्गल ल्याउँदा के भयो, एक्स प्लस 70 इक्वल्स टु 180। द सम अफ द थ्री इन्टेरियर एङ्गल अफ अ ट्राइङ्गल इज 180 पढ्नु भएको छ। एक्स प्लस एक्स ट्वाइस एक्स, यता लाँदा के भयो, 180 माइनस 70 भयो कि भएन। एक्स बराबर कति आयो, 180 माइनस 70 भनेको 110, 110 बाई 2 त्यो भनेको कति हो, एक्सको भ्यालु 55 आयो, एक्सको भ्यालु 55 डिग्री आयो। अब एक्स 55 डिग्री छ भनेपछि यो 55 हो, तर यहाँ के छ, यो सेन्टरबाट ड्र गरेको लाइन यदि पोइन्ट अफ कन्ट्याक्टमा रहेछ पुरै 90 हुन्छ भनेको द लाइन सेगमेन्ट ड्रन फ्रम द सेन्टर अफ सर्कल टु द पोइन्ट अफ कन्ट्याक्ट अफ अ ट्यान्जेन्ट इज परपेन्डिकुलर टु द ट्यान्जेन्ट भन्ने तपाईँले एउटा रिलेसन पढ्नु भएको छ। सो एक्स प्लस दिस एङ्गल इक्वल्स टु के हुन्छ, 90। एक्स प्लस दिस एङ्गल भनेको मैले वाट लेखेको एङ्गल इक्वल्स टु 90, किन, सेन्टरबाट ड्र गरेको स्ट्रेट लाइन यदि ट्यान्जेन्टको पोइन्ट अफ कन्ट्याक्टमा ड्र गरेको छ भने के हुन्छ, परपेन्डिकुलर हुन्छ भनेको 90 डिग्री कोण बनाउँछ। सो एक्स भनेको 55 आइरहेछ, प्लस वाट इक्वल्स टु 90, देयरफोर वाट इक्वल्स टु कति आयो, 90 माइनस 55, 90 मा 55 घटाएर कति बाँकी हुन्छ, 5 3 35 डिग्री हो। सो 35 डिग्री आइन्छ, 55 60 70 80 90, ओके राइट, 35 डिग्री आयो। कुरा बुझ्नुभयो कि बुझ्नु भएन, साह्रै छ कि छैन, सक्यो भने त यो नेक्स्ट। अर्को क्वेसन, के भन्यो क्वेसनले, क्वेसनले के भन्यो, what is the arithmetic mean of the square of the first 5 natural number। अलिक फास्ट भयो, फास्ट गर्नुपर्ने छ, फटाफट गर्नु पर्यो साथी। लोकसेवा, लोकसेवा चाहिँ के गर्नु पर्यो, अलिक छिटो गर्नु पर्यो ल, फास्ट त गर्नुपर्ने छ, नभए यहाँ भ्याउँदैन आज। ओके, what is the arithmetic mean of the square of first 5 natural number।
फर्स्ट 5 नेचुरल नम्बर भने के हो? 1 2 3 4 5 1 2 3 4 5 फर्स्ट 5 नेचुरल नम्बर भनेको यो। यसको स्क्वायरको अर्थमेटिक मिन निकाल्नु पर्यो। 1 को स्क्वायर कति? 1 प्लस 2 को स्क्वायर कति? 4 3 को स्क्वायर 9 4 को स्क्वायर 16 5 को स्क्वायर 25 यो एक्स हो। अब के गर्नु पर्यो? समेसन एक्स निकाल्नु पर्यो। किन? मिन निकाले फर्मुला के हो? समेसन एक्स बाई एन भनेपछि जोड्नुहोस्। 16 मा 9 जोड्दाखेरि 25 25 प्लस 25 50 50 प्लस 4 54 प्लस 1 55 भएको भएन भने समेसन एक्स 55 आयो। अब मिन भनेको के हो त? समेसन एक्स बाई एन। समेसन एक्स भनेको 55 एन भनेको 5 11 5 55 हो कि सो 11 आयो। अर्थमेटिक मिन भनेको सबैलाई जोड्ने यो के हो? इन्डिभिजुअल डेटा हो। सबैलाई जोड्ने अनि आएको जोडफललाई कतिवटा डाटा छ त्यतिवटा डेटाको संख्याले भाग गर्ने। त्यसो गर्दा के आउँछ? अर्थमेटिक मिन आउँछ। सो यसको राइट आन्सर के रहेछ? 11 हो। ल यसमा केही छ सोध्नुपर्ने? नेक्स्ट ल म अर्को नम्बर हेर। नेक्स्ट के भन्यो? व्हाट इज द मिडियन अफ दिस? अब यो डेटा के हो? यो डेटा इन्डिभिजुअल हो। इन्डिभिजुअल भनेको व्यक्तिगत डेटा जसको फ्रिक्वेन्सी छैन त्यसलाई हामी इन्डिभिजुअल डेटा भनिन्छ भनेर मैले पढाएको छु। अब इन्डिभिजुअल डेटा छ भने के गर्नुपर्छ? इन्डिभिजुअल डेटा छ भने हामीले के गर्नुपर्छ? इन्डिभिजुअल डेटा छ भने हामीले डेटालाई एरेन्ज गर्नुपर्छ। अब यो डेटालाई एसेन्डिङ अर्डरमा एरेन्ज गर्दा के हुन्छ? एसेन्डिङ अर्डरमा एरेन्ज गर्दा पहिला सबैभन्दा सानो लिनु। सबभन्दा सानो कति हो? 2 त्यसपछि कति हो? 3 त्यसपछि कति हो? 2 आयो 3 आयो 4 त्यसपछि कति हो? 5 त्यसपछि कति हो? 6 त्यसपछि कति हो? 7 त्यसपछि कति हो? 8 त्यसपछि कति हो? 9 त्यसपछि कति हो? 10 कतिवटा छ यहाँ? 1 2 3 4 5 6 7 8 9 हो भनेको एनको भ्यालु कति आयो? 9। अब मिडियन भनेको के हो? 20 मा को पर्छ भनेको के? त्यसो हुँदाखेरि 20 मा 9 वटा छ भने त के हुन्छ? सजिलो हुन्छ। यताबाट 4 गर्ने यताबाट 4 गर्ने पछाडिबाट 4 गर्न आउने अगाडिबाट 4 गर्न जाने। 20 मा को पर्यो? 20 मा 6 पर्यो भने त्यसको मिडियन कति? 6। केही गर्नै पर्दैन। यदि त्यस्तो छैन भने बल्ल हामीले के गर्नुपर्छ? n प्लस 1/2 भन्ने फर्मुलाले हेर्नुपर्छ। अहिले त्यस्तो छैन। सर सिधै गर्ने यस्तो त बुझिहाल्नु त तपाईहरुले। नेक्स्ट ल अब हेर्नुस् 9 नम्बरमा which of the following measures the central tendency is appropriate to use in the case of symmetric distributions of the data? निम्नमध्ये कुन केन्द्रीय झुकावको माप विषम तथ्याङ्कको लागि उपयुक्त हुन्छ भनेको which of the following measures central tendency is the appropriate to use the case of the symmetrical distribution of the data? अब symmetrical distribution भनेको के हो? symmetrical distribution भनेको तिनीहरू बराबर भागमा यसरी गए। यताको भाग 50% छ भनेको यता नि 50% छ भने सिमेट्रिकल डिस्ट्रिब्युसनको मिनिङ त्यो भनेको यो डेटालाई यो लाइन सेगमेन्टले के गरिरहेछ? 2 बराबर भागमा विभाजन गरिरहेछ। अब एउटा डेटालाई 2 बराबर भागमा विभाजन गर्ने कसले गर्छ? मिडियनले गर्छ। दैट्स व्हाई मिडियन इज द राइट आन्सर। सिमेट्रिकल डिस्ट्रिब्युसन। अब तपाईलाई प्रश्नले के भन्यो? प्रश्नले के भन्यो भने तपाईलाई प्रश्नले के भन्दियो?
तपाईहरुलाई प्रश्नले चाहिँ के भनिदियो भने तपाईहरुलाई प्रश्नले के भनिदियो प्रश्नले चाहिँ सिमेट्रिकल डिस्ट्रिब्युसन भनेन हाईएस्ट भ्यालु भन्यो भने मोडमा लाउनु हो त्यसो भनेन होल डेटालाई चाहिँ 4 इक्वल पार्ट्समा डिभाइड गर्यो भने कहाँ लाउने क्वार्टाइल्समा लाउने हो होल डेटाको सबैभन्दा एभरेज भ्यालु भन्यो भने कहाँ लाउने मिनमा टिक्राउने भन्ने कुरा बुझ्नु पर्यो है त नेक्स्ट अब अर्कोमा हेर्नुहोस् what is the probability of getting a sum 9 of top faces when we throw up the pair of dice at once भनेको pair of dice लाई थ्रो गर्यो भने के आउँछ आउटकम्स भन्ने कुरा त मैले तपाईहरुलाई लेख्न लगाएको छु भनेको लेखाइदिएको छु क्लासमा अब 1 2 3 1 2 3 4 5 6 यस्तो हुन्छ 1 2 3 4 5 6 यस्तो हुन्छ अहिले पढाएको छु अब हामीलाई सम 9 चाहियो अब सम 9 हुने कतिवटा हुन्छ भन्ने कुरा यहाँ पत्ता लगाउनु पर्यो के सम 9 हुने सम 9 हुने पत्ता लगाउनु पर्यो अब सम 9 हुने कुन कुन हो एक र एक जोडे सम 9 हुँदैन एक र दुईमै हुँदैन यसमा नि हुँदैन 4 र 5 हुँदैन 5 र 1 हुँदैन 6 1 हुँदैन थाहा पाउनु पर्यो के अहिले तपाईहरुलाई अहिले चाहिँ मैले थाहा पाउनु पर्यो भने यसरी सिकाइरहेको छु एक्जाम यसो गर्ने हो थाहा पाउनु पर्यो ब्याट दुईमा एक जोडा हुँदैन दुईमा दुई जोडा हुँदैन यस्तो नि हुँदैन 4 2 6 हुन्छ 5 2 कति 7 हुन्छ 6 प्लस 2 कति हुन्छ 8 हुन्छ सम 9 हुने भनेपछि एउटा हो 3 र 6 यसले सम 9 हुन्छ त्यसो त यहाँ त अब 3 र 1 त हुँदैन सम 3 र 2 पनि हुँदैन 3 र 3 6 हुन्छ 3 4 3 7 हुन्छ हुँदैन 5 3 8 हुन्छ हुँदैन 6 र 3 9 भनेको एउटा हुन्छ 3 छ यसले 9 बनाउँछ अरूले 9 बनाउँछ बनाउँदैन अब 4 र 1 हुँदैन 4 र 2 हुँदैन 4 3 7 हुन्छ 4 4 8 हुन्छ 4 र 5 नि हुन्छ 4 र 5 नि 9 हुन्छ 5 र 1 हुँदैन 5 र 2 हुँदैन 5 3 8 हुन्छ 5 4 9 यहाँ हुन्छ 5 र 4 ले 9 बनाउँछ 5 5 10 हुन्छ हुँदैन 6 5 11 हुन्छ हुँदैन 6 1 हुँदैन 6 6 र 3 हुन्छ हुँदैन 9 अरूले 9 बनाउँदैन भनेपछि सम 9 बनाउने कतिवटा रहेछ सम 9 बनाउने रहेछ कतिवटा एउटा 6 3 एउटा दुईटा तीनटा चारवटा भनेपछि चारवटा फेसेसले चाहिँ के बनाउँदो रहेछ आएको भ्यालुलाई जोड्दा सम 9 हुँदो रहेछ भनेपछि 4 टोटल कति 36 भनेपछि 4 बाई कति आयो त 36 4 बाई 36 भनेको कति हो 9 चौको 36 4 एकाइन 4 9 चौको 36 एक का तल 4 एक का तल 9 चाहिँ राइट आन्सर कुरा बुझ्नुभयो कि बुझ्नु भयो अब यहाँ ब्लर सलर के आयो सर आज भिडियो सक्यो सिक भयो यो चाहिँ अलि यहाँ अलिक समस्या भइरहेछ अहिले यो अटो फोकस लिइरहेको छु क्यामेराले अटो फोकस कम गरिदिनु खोजेको भइरहेको क्वेसन नम्बर 9 ओके चित्रमा हेर्नुहोस् वाट इज द भ्यालु अफ एङ्गल बिएसी भनेको छ बिएसी भनेको यो एङ्गल निकाल्ने भनेको अहिले चित्र अलिक ठुलो बनाइदिनु यस्तो छ चित्र है दिस इज सेन्टर सेन्टर बनाएको ल अनि यहाँ यस्तो छ यहाँ ए छ अनि यता छ बी यता छ सी अब यो एङ्गल भ्यालु दिएको छ तपाईँलाई 20 डिग्री अनि यो एङ्गल भ्यालु दिएको छ 30 डिग्री अब यो एङ्गल निकाल्नु भनेको छ तपाईँहरूलाई यो एङ्गल निकाल्नु त्यसको लागि हजुरहरूले के गर्नु पर्यो भन्दा हामीले पढेको कन्सेप्ट कसरी लाउन मिल्छ भने हेर्ने यहाँ कसोसँग गर्नुपर्छ गरेपछि के हुन्छ
ओबी र ओए भनेको रेडियस रेडिया द सेम सर्कल आर इक्वल त्यसो भए आइसोसोलेस ट्रायंगल भयो यो 20 भएपछि पनि 20 हुन्छ किन बेस एंगल जफन आइसोसोलेस ट्रायंगल आर इक्वल फेरि यहाँ पनि सेम यो दिस इक्वल्स टु दिस रेडिया द सेम सर्कल आर इक्वल भनेपछि यो के भयो ट्रायंगल आइसोसोलेस भयो बेस एंगल इक्वल यो 30 भएपछि कति हुन्छ 30 यो पुरै एंगल भनेको यो 20 र 30 जोड्नु पर्यो पनि त्यसले 20 जोड्दाखेरि 50 हुन्छ त्यसले 50 मा टिका कुरा बुझ्नुभयो नबुझ्नु भएको च्याट बक्समा लेख्नु है सर नेक्स्ट what is the value of angle ADC in the figure ADC चित्रमा हेर्नु ADC बुझिन्छ ADC भनेको यो एंगल अब यो एबीसीडी भन्ने अब्जेक्टको प्रत्येक भर्टिसियसहरूले यो सर्कलको सर्कमफरेन्समा टच गरेको छ भने त्यसलाई हामी के भन्छौँ साइक्लिक क्वाड्रिलेटरल भन्छौँ अब साइक्लिक क्वाड्रिलेटरलको अपोजिट एंगलको सम कति हुन्छ 180 डिग्री हुन्छ तपाईले पढ्नु भएको छ the sum of the opposite angles of a cyclic quadrilateral is 180 degree so 90 plus this angle should be 95 plus this angle भनेको मैले जहाँ व्हाटले मार्क गरेको छु तपाईहरुलाई त्यहाँ एबी एडीसी एडीसी लेख्नु पर्दैन आफुलाई सजिलो हुने गर्ने 180 हैन वाट इक्वल्स कति आयो 180 मा कति घटाउने 95 घटाउनु ल घटाउनुस् कति आयो 0 - 5 भनेको 5 होला यता 8 भनेको 7 बाँकी छ भनेको 7 मा 9 घटाउँदाखेरि कति भयो 17 माइनस कति यताको 7 1 8 85 जो त गइहाल्यो भनेको 85 डिग्री आन्सर 85 मा छ बी मा छ सो बी मा टिक हाल्नु बी मा टिक हाल्नु केही छ जो नगुनासो छ भने भन्ने है कुरा बुझिरहनु भएको छ हैन ओके नेक्स्ट अर्को क्वेशन हेर्नुस् के छ अरे एउटा ल्याम्प पोस्ट छ अरे के A lamp post 5 root under 3 meter high cast the shadow 5 meter long on the ground. एउटा ल्याम्प पोस्टको हाइट दिएको छ कति 5 root 3 meter high भनेको ल्याम्प पोस्ट एउटा छ यसको नाम मैले एबी मान्दिए यसको हाइट छ 5 root under 3 मिटर 5 root 3 मिटर कास्ट द स्याडो भनेको छाया यसको छाया यता पर्यो सरमा छाया उता बनाउनुस् केही फरक पर्दैन सो छाया यता पर्यो and 5 meter long भनेको यसको छाया 5 मिटर लामो छ on the ground in this moment what is the sun's elevations at this point भनेको छ त्यसो भने यहाँबाट यो माथि भएको यो सनलाई हेर्दाखेरि यसको एलिभेसन कति हुन्छ भन्नुको मिनिङ एंगल अफ एलिभेसन कति हुन्छ भनेर सोधेको तपाईहरुलाई अब मैले तपाईहरुलाई के भनेको छु भन्दा यो ल्याम्प पोस्ट जुनसुकै अब्जेक्टले पनि सर्फेससँग 90 डिग्री एंगल बनाउँछ भनेको छु 90 डिग्री अल त्यसो भएको कारणले गर्दा यो 90 भयो अब राइट एंगल ट्रायंगल भयो राइट एंगल ट्रायंगल भएपछि के हुन्छ 90 को अपोजिट साइड के हुन्छ 90 को अपोजिट साइड जहिले पनि हाइपोटेनियस हुन्छ के हुन्छ हाइपोटेनियस हुन्छ अब 90 को अपोजिट साइड हाइपोटेनियस भएपछि यो हाइपोटेनियस भयो अब यो रेफरेन्स एंगल त यो निकाल्नु पर्ने हो नि त त्यसो भए दिस इज परपेंडिकुलर रेफरेन्स एंगल को अपोजिट साइडलाई हामी के भन्छौं परपेंडिकुलर भन्छौं अब p र h को सम्बन्ध कहाँ हुन्छ p र h को सम्बन्ध साइन मा p बाइ h हुन्छ हैन सो साइन थीटा भनेको यो एंगल c इक्वल्स टु p बाइ h p भनेको 5 root 3 बाइ h भनेको कति हो 5 हो यो एंगल दिएको छ साइड दिएको छ दिया छैन त्यसो भएको कारणले गर्दा यहाँ दिएको छ अर्को ध्यान दिएर हेर्नु त्यसमा धेरै आत्तेर गर्यो भने के हुन्छ एरर हुन्छ त्यसरी नआत्तिनी भनेर डेमो देखाइदिए ल यो परपेंडिकुलर हो हामीलाई यो दिइराछ नि त्यता त देकै छ सो यो परपेंडिकुलर हो यो बेस हो भन्छ p र b कहाँ हुन्छ tan मा tan एंगल c थीटा को भ्यालु इक्वल्स टु p बाइ b p भनेको 5 root under 3 बेस भनेको 5 5 5 क्यान्सल भयो कि भएन दिस इज tan एंगल c इक्वल्स टु root under 3 root 3 भनेको tan कति को भ्यालु हो तपाईहरुले सम्झिनु पर्यो आई थिंक tan 60 को भ्यालु हो राइट tan 60 भयो अब यो tan र यो tan त सेम छ आइडेन्टिकल को भ्यालु सेम भएपछि लेख्नु पर्दैन tan सेम भन्छ एंगल c बराबर कति आयो 60 आयो 60 कहाँ छ यहाँ टिका हाल्नु पर्यो tan 60 मा टिका हाल्नु पर्यो 60 डिग्री मा टिका हाल्नु पर्यो यसमा केही छ भने सोध
केही छ कि छैन? नेक्स्ट, द mean marks of 6 subject obtained by a student in an exam is 41. भनेको 6 जना मान्छेको मिन कति? 41. भनेको n को भ्यालु चाहिँ 6 दिया हो, मिन चाहिँ 41 भनेको x बार 41 दिया हो. What is the total of marks obtained in those 6 subject दिएको यो टाइपिङ मिस्टेक. 6 सब्जेक्ट भनेको 6 वटा सब्जेक्टको टोटल मार्क्स कति हुन्छ भनेको समेसन x निकाल्ने भनेको हो कि हैन. समेसन x भनेको मिन टाइम्स नम्बर हो कि हैन. कसरी आएछ भन्दा तपाईहरुले पढेकै फर्मुला हो. x बार इक्वल्स टु समेसन x बाइ n भनेर पढिरहनु भएको थियो. सो नि यसलाई क्रस मल्टिप्लाई गर्यो भने मिन इन्टु n इक्वल्स टु समेसन x भयो कि नै. सो यसरी आयो. सो मिन भनेको तपाईको 41 छ इन्टु कति गर्नु पर्यो? 6 गर्नु पर्यो. 6 एकाइन 6, 6 चौको 24 त सजिलै गरिहाल्नुहुन्छ. 246 के रहेछ तपाईको राइट आन्सर सीमा टिकामा. सम सोधेको. सम भनेको समेसन x निकाल्ने हो. केही छ यसमा? केही छ गुनासो भने च्याट बक्समा लेख्नुस् है. नेक्स्ट, यसले के भन्यो? What is the median of the given this and this where a is greater than 0? a को भ्यालु चाहिँ 0 हुँदैन. 0 हुँदैन. ग्रेटर देन को मिनिङ के हो? a को भ्यालु पोजिटिभ छ. सबै a हरु पोजिटिभ छ, यहाँ नेगेटिभ आउँदैन. त्यसो भने के हुन्छ भन्दा a को भ्यालु सपोज 1 छ भने 3 + 1 यहाँ 4 हुन्छ, 4 + 1 5 हुन्छ अनि हुँदै 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 जान्छ. हो, त्यसो भएर पोजिटिभ भ्यालु. त्यसो भने पोजिटिभ भ्यालु हो भने त हामीले यसलाई के गर्नुपर्छ? फर्स्टमा यसलाई हामीले फर्स्टमा what is the median? ओके, मिस्टेक भएछ ल. what is the median of the given data भनेछ. यो होइन, यो अप्सन चाहिँ तलको. यो अप्सन चाहिँ यसको 14 नम्बरको अनि यो आन्सर चाहिँ कति नम्बरको? 13 नम्बरको आन्सर चाहिँ यो ल. यसरी हेर्नु. सो हामीलाई क्वेशनले सोधेको छ व्हाट इज द मिडियन अफ द गिवन डेटा. अब यो डेटालाई सपोज तपाईले ए को भ्यालु चाहिँ नन जिरो हुन्छ भनेको छ. ए इज ग्रेटर देन 0 को मिनिङ के हो? ए नन जिरो छ. ए नन जिरो छ भने सबैभन्दा सानो भ्यालु कुन हुन्छ भनेको निकाल्नु पर्छ. सपोज ए को भ्यालु 1 राख्यो भने के हुन्छ? 3 + 1 4 भयो कि नै. यो 4 + 1 5 भयो कि भएन? यो 1 - 2 भनेको -1 भयो कि भएन? यो 1 + 1 भनेको 2 भयो कि भएन? अनि 4 1 - 4 भनेको -3 भयो कि भएन? भयो. And then similarly 1 + 2 भनेको 3 भयो कि भएन? यो 1 - 3 भनेको फेरि -2 भयो कि भएन? अब तपाईहरुले यसमा अब 2 राख्यो भने के हुन्छ? 2 3 2 5 हुन्छ. यो 4 2 6 हुन्छ. यो 2 - 2 यो 0 हुन्छ. 2 + 1 यो 3 हुन्छ. भन्नुको मिनिङ के हो भन्दा यो जसरी आइराछ यो भ्यालु भन्दा यो भ्यालु ठुलो हो के? पछि यहाँ पनि सेम आएको छ कि छैन? छ नि. त्यसो भने हामीले यो भ्यालुको आधारमा यसलाई एसेन्डिङ अर्डरमा राख्नुपर्छ के. स्टुडेन्टले गर्ने एरर चाहिँ के हो भन्दा यसलाई एसेन्डिङ अर्डरमा राख्दैन भन्छ. किन भन्दा उसलाई मिडियन निकाल्नु भनेको छ, उसिले मिडियन खोजिरहेको हुन्छ कि. त्यसो भएको कारणले हामीले पहिला फर्स्टमा यसलाई एसेन्डिङ अर्डरमा राख्नुपर्छ. सो एसेन्डिङ अर्डर लेख्दा के हुँदो रहेछ? सबभन्दा सानो भ्यालु यहाँ कुन हो? 1 राखेर टेस्ट गरेको भ्यालुमा हेर्नु. 2 राखेर टेस्ट गरे पनि यही आउँछ. 3 राखेर टेस्ट गरे यही आउँछ. तर तपाईले नेगेटिभ राख्न पाउनुहुन्न. क्वेशनले यहाँ तपाईलाई बाउन्ड्री दिएको छ. ए इज ग्रेटर देन 0 को मिनिङ के हो? ए को भ्यालु नन नेगेटिभ हुन्छ भने. नन नेगेटिभ भनेको 1 2 3 4 5 6 7 8 9 जति राख्नु हुन्छ तपाईको चोइस. सो सबभन्दा सानो भ्यालु कति रहेछ? आई थिंक -3 सबभन्दा सानो छ. -3 भनेको कसको आयो? यो 4 को, यो 5 को, यसको 4 आयो, यसको 5 आयो, यसको कति आयो? -1 आयो, यसको कति आयो? 2 आयो, यसको कति आयो? -3 आयो, यसको कति आयो? 3 आयो, त्यसपछि यसको कति आयो? -2 आयो हैन. ल ओके, सबभन्दा सानो भ्यालु चाहियो हामीलाई. हो, सबभन्दा सानो भनेको मैले एसेन्डिङ अर्डरमा राख्न खोजिरहेको छु. सबभन्दा सानो कुन हो? -3. -3 भने कति हो? ए -4. त्यसपछि कुन हो? यो भयो. -3 भन्दा अब एक स्टेप ठुलो भ्यालु चाहियो मलाई. सो आई थिंक -2 भनेको ए -3. त्यसपछि त्यो भन्दा अझ ठुलो भ्यालु कति? ए -2 आयो. त्यसपछि अझ ठुलो भ्यालु कुन हो? -1 भन्दा पछाडी 1 छ छैन?
दुई भनेको कति हो ए प्लस वान त्यस पछाडि कति आयो ए प्लस वान है यो ए प्लस वान त्यसपछि 3 चाहियो भनेको यो ए प्लस टू रहेछ त्यसपछि के रहेछ 4 चाहियो ए प्लस थ्री चाहियो मलाई त्यसपछि मलाई के चाहियो 5 चाहियो ए प्लस फोर यसरी एड कतिवटा छ मान 1 2 3 4 5 6 7 डेटा कतिवटा छ 7वटा छ 7 डेटा भने के हो ती 3मा भाग लाउने हो कि यो 3टा यो 3टा मिडलमा को पर्यो ए प्लस वान परेको पऱ्यो त्यसरी यसको राइट आन्सर ए प्लस वान हुनुपर्ने अप्सन राइटमा के भयो मिस्टेक भयो त्यसरी ए प्लस वान जहाँ छ त्यत्तिका कुरा बुझ्नुभयो त्यसरी एरेन्ज गरेर ल The value of the three division points which divides the distribution in four equal parts. अहिले मैले तपाईँलाई त्योभन्दा अगाडि क्वेसनमा भनेको थिएँ नि फोर इक्वल पार्ट्समा डिभाइड कसले गर्छ कटवालले गर्छ त्यसको लागि कहाँ हाल्नु पर्यो डिमेटिक हाल्नु तपाईँहरूले गरिहाल्नु नेक्स्ट अब यहाँ हेर्नुहोस् A and B are the two mutually exclusive events where parity of A equals 1 by 4 parity of B equals this. Find then parity of A union B complement some 90 all हेरेर यहाँनिर ड्यास छ ड्यास भनेको नि कम्प्लिमेन्ट भनेर पढाएको छु मैले तपाईँलाई सो तपाईँले फर्स्टमा प्यारिटी अफ ए युनियन बी कम्प्लिमेन्ट निकाल्नुभन्दा अगाडि प्यारिटी अफ ए युनियन बी निकाल्नुपर्छ यो म्युचुअली एक्सक्लुसिभ इभेन्ट हो म्युचुअली एक्सक्लुसिभ इभेन्टको मिनिङ के हो म्युचुअली एक्सक्लुसिभ इभेन्टको मिनिङ के हो त्यसमा कमन हुँदैन भने कमन हुँदैन भने प्यारिटी अफ ए युनियन बी को हाम्रो फर्मुला के हुन्छ भनेर पढाएको प्यारिटी अफ ए प्लस प्यारिटी अफ बी मात्र हुन्छ किन कमन हुन्छ भने माइनस गर्ने हुँदैन गर्नु ए को प्यारिटी एक का तल 4 बी को प्यारिटी एक का तल 2 4 र 2 को लसा 4 आउँछ तपाईँलाई थाहा छ यहाँ 1 हुन्छ यहाँ 2 2 र 4 2 हुन्छ 3 बाई 4 आयो क्या यो प्यारिटी अफ ए युनियन बी हो तर तपाईँहरूलाई सोधे कम्प्लिमेन्ट त्यसैले प्यारिटी कम्प्लिमेन्ट निकाल्ने फर्मुला के हो 1 बाट घटाउने भनेको छु मैले किन टोटल प्यारिटी 1 हुन्छ 1 माइनस 3 बाई 4 कति आयो तपाईँको 4 माइनस 3 बाई 4 आयो क्या 4 माइनस 3 भनेको 1 बाई 4 कहाँ छ राइट आन्सर यसरी कुरा बुझ्नुभयो फटाफट लेखौँ है साथी ओके नेक्स्ट क्वेशन्स ल अब यसले के भन्यो हेर्नुस् त यसले भन्दैछ A and B are two sets A र B दुईटा समूह then which of the following set is A difference of यो क्यापिटल B है A difference of A difference of B अब A difference of B को मिनिङ के हो तपाईहरुले यसमा ख्याल गर्दिनु पर्यो जस्तो A र B दुईटा सेट छ भने A difference of B को मिनिङ के हो यो A difference of B को मिनिङ हो A मा मात्र पर्ने त्यसबाट फेरि A घटाउने यो A हो नि त हैन यो B हो फेरि A बाट A डिफरेन्स अफ B घटाउने A बाट यति घटायो भने बाँकी रहन्छ कति A बाट यो पार्ट फेरि घटाउनु पर्यो कि A बाट A डिफरेन्स अफ B नै घटाइदिने यो A भनेको यो घटाउँदा त्यसलाई निकाल्दा के बाँकी रहन्छ A इन्टरसेक्सन B बाँकी रहँदै र सो यहाँ टिक हाल्नुपर्छ अब भेन डायग्रामबाट यस्तो हेर्न आउँदैन भने के गर्ने सपोज गरेर गर्ने A बराबर के मान्ने 1 2 3 4 मान्दिनु न के जान्छ तपाईँ हैन B बराबर मान्दिने के मान्ने 2 3 4 5 मान्दिनुस् अनि A डिफरेन्स अफ B निकाल्ने फर्स्टमा फेरि आएको भ्यालुबाट A डिफरेन्स अफ B निकाल्ने अनि के आउँछ हेर्नुस् त्यसरी पनि गर्नु मिल्छ यो चाहिँ अलि लङ प्रोसेस भयो डायग्रामबाट छिटो है नेक्स्ट if an item is sold by allowing 10% discount on its mark price कुनै आइटमलाई 10% डिस्काउन्टमा के गर्यो मार्क प्राइसमा 10% डिस्काउन्ट दियो what percent of the selling price will the discount amount be भनेको सेलिङ प्राइसको आधारमा डिस्काउन्ट अमाउन्ट कति हुन्छ भनेर सोध्या हो क्वेशनले त्यसो भने एमपी लाई एमपी नै मानौँ 10% डिस्काउन्ट दिँदा के हुन्छ एसपी बराबर एमपी माइनस डिस्काउन्ट पर्सेन्ट अफ एमपी भनेर पढ्नु भएको छ तपाईहरुले फर्मुला डिस्काउन्ट पर्सेन्ट अफ एमपी पर्सेन्ट अफ एमपी यो फर्मुला तपाईले एक्जाममा लेख्ने हो होइन थाहा हुनु पर्यो भनेर लेखेको आज सो एमपी भनेको एमपी नै मान्ने भनेको छ डिस्काउन्ट कति 10 बाई 100 इन्टु एमपी भनेको कति आयो 10 10 100 10 एमपी आयो क्या भनेको 10 एमपी माइनस एमपी भनेको 9 एमपी बाई 10
9 MP बाई कति आयो 10 आयो यो के हो एसपी आएको अब क्वेसनले के भन्यो व्हाट पर्सेन्ट इज द सेलिङ प्राइस विल बी द डिस्काउन्ट अमाउन्ट बी भनेको सेलिङ प्राइसको आधारमा डिस्काउन्ट अमाउन्ट कति हुन्छ भनेको छ त्यसमा डिस्काउन्ट पर्सेन्ट चाहिँ डिस्काउन्ट पर्सेन्ट चाहिँ के गर्नु पर्यो सेलिङ प्राइसको आधारमा निकाल्नु डिस्काउन्ट कति हो डिस्काउन्ट हो एमपी बाई 10 डिस्काउन्ट पर्सेन्ट अफ एमपी एमपी बाई 10 भनेको डिस्काउन्ट कति आयो एमपी बाई 10 आयो बाई एसपी को आधारमा निकाल्यो भने एसपी कति हो 9 एमपी बाई 10 अनि इन्टु 100% गर्नु परेको पऱ्यो अब यो एमपी एमपी गयो 10 पनि गयो 100 बाई 9 आयो क्या 100 बाई कति आयो 100 बाई 9% आयो 100 बाई 9 भने के हो 11 9 79 71 भनेको बी आन्सर 11 होल 1/9%। एउटा क्रेताले कुनै सामान अङ्ग्रेजीमा पढौँ है इफ द बायर पेड आरएस 226 अन द पर्चेज अफ एन आइटम विथ द भ्यालु एडेड ट्याक्स भ्याट एट द रेट अफ 13%, वाट इज द सेलिङ प्राइस अफ द्याट आइटम कुनै बायरले चाहिँ 256 कुनै सामान किन्यो तर त्यसमा के छ भ्यालु एडेड ट्याक्स जोडेर किन्यो भन्नु पनि यो एसपी विथ भ्याट दिएको सो एसपी विथ भ्याट इक्वल्स टु वाट इज द सेलिङ प्राइस भनेको एसपी विदाउट भ्याट सोधेको पिआरआइसी ओ बढी ल एसपी इक्वल्स टु एसपी विथ भ्याट इक्वल्स टु फर्मुला के हो भन्नुहोस् त एसपी विथ भ्याट इक्वल्स टु फर्मुला के हो तपाईँहरूले पढेको फर्मुला के हो मैले अब फर्मुला लेखेँ है फर्मुला मैले अहिले लेखेको छु एसपी विथ भ्याट इक्वल्स टु एसपी विथ भ्याट इक्वल्स टु फर्मुला के हो एसपी प्लस भ्याट पर्सेन्ट अफ एसपी भ्याट पर्सेन्ट अफ एसपी हो ल अब एसपी विथ भ्याट कति दियो एसपी विथ भ्याट कति दियो छोपिएछ फेरि होइन कति थियो त्यहाँ अघि सम्झिनु भएको छ कसैले ल एसपी विथ भ्याट दियो कति 226 इक्वल्स टु एसपी प्लस भ्याट पर्सेन्ट अफ एसपी हो कि होइन भ्याट कति दियो 13/100 एसपी भनेको एसपी नै छ अब यहाँ सल्भ गर्ने एसपीको भ्यालु निकाल्ने तपाईँहरूले गरिहाल्नु ओके होइन अघि नै पहिला योभन्दा अगाडि पनि यस्तो क्वेसन आएको थियो हामीले सल्भ गरेको त्यसरी 2 years ago the population of the village was 16,000 the rate of the population growth of the village is 5%, what is the population at present 2 वर्ष अगाडि के थियो 16,000 प्रत्येक वर्ष कतिले बढ्छ 5% ले बढ्छ भने चाहिँ फर्स्ट इयरमा कतिले बढ्यो फर्स्ट इयरमा पपुलेसन बढेको भनेको 16,000 का 5% भनेको 5/100 इन्टु 16,000 दुईले गयो 160 इन्टु 5 आयो 160 इन्टु 5 भनेको 100 प्लस 60 इन्टु 5 भनेको होइन मलाई यसरी गर्छ 100 इन्टु 5 भनेको 500 6 पनि 30 कति आयो 300 आयो 5 पर्सेन्ट कति आयो 800 ले बढ्यो अब 800 ले बढ्दा दोस्रो वर्षमा कति पपुलेसन हुन्छ यो कम्पाउन्ड हुन्छ जोड्नुपर्छ दोस्रो वर्षमा कति हुन्छ पहिला कति थियो 16,000 थियो 16,800 एउटा कति भयो 16,800 भयो फेरि 5% ले बढ्छ 5/100 इन्टु 16,800 गर्नुपर्छ यहाँ चाहिँ 800 जेरो जेरो गयो 168 इन्टु 5 गर्यो 168 इन्टु 5 भनेको कति हुन्छ हिसाब गरेर निकाल्नुहोस् अब यसरी गरे पनि हुन्छ भइहाल्छ 8 पंचे 40 4 6 पंचे 30 34 3 5 3 8 840 800 प्लस 840 भनेको कति हो 840 जम्मा कतिले बढ्यो 4 8 4 12 भनेको 1240 से बढेको पऱ्यो 16,000 मा 1240 जोड्यो 17,240 हुन्छ 17,240 कहाँ छ सरी 400 ले बढ्यो 17,840 8 8 16 1640 भयो होइन यहाँ 1640 भनेको 16,000 17,640 चाहिँ बढ्यो 17,640 कहाँ बढ्यो डीमा बढ्यो यसरी अब तपाईँहरूले पढेको फर्मुला आयो भने के हुन्छ आउँदैन यहाँ किन आउँदैन तपाईँहरूलाई क्यालकुलेट गर्न दिँदैन नि त त्यसो त्यसरी आउँदैन अब यहाँ के गरे ध्यान दिएर सुन्नु पर्यो पहिलो वर्ष 16,000 को 5% बढ्दा 800 जना बढ्यो अब कम्पाउन्ड पपुलेसन भएको कारणले गर्दा फेरि त्यो 800 जना राखेर 800 पनि बढ्नुपर्छ कि त्यसबाट 16,000 मा 800 जोड्दाखेरि कति भयो 16,800 को 5% बढ्ने भने हो कि यही कुरा चाहिँ तपाईँहरूले मिस्टेक गर्नुहुन्छ त्यसरी यसलाई मैले फेरि रिपिट गर्दै 16,800 को 5% निकाल्ने 840 आयो अब पहिलो वर्षमा 800 ले बढ्यो दोस्रो वर्षमा 840 ले बढ्यो भने 2 वर्ष पछि सोधेको हो नि त त्यसो भए हामीले 2 वर्षको निकालेर यसलाई जोड दिने 16,000 मा 1640 एउटा कति आयो
17,400 600 600 कति आयो एन्ड 40 आयो सो त्यसरी गर्ने नेक्स्ट के सोध्नु if a triangular prism has the base area and its height as then what is the volume of the prism भनेको छ base area a and height as भनेको छ base area a height as triangular prism को भोल्युम निकाल्ने फर्मुला के हो base area into height हो के base area भनेको a दिएको छ अब मान्छे जान्ने भएर a स्क्वायर into s मलाई हुन्छ मिस्टेक हुन्छ base area भनेको a दिएको छ base area नै a रे हो के base area भनेको लागि हामीले 10 cm स्क्वायर भने जस्तो के a छ भने height s base area into height a into s मलाई हुन्छ त्यसरी ख्याल गर्ने अहिलेसम्म के भयो अहिलेसम्म 2 सेटका एमसिक्यू सक्यो यहाँसम्म कसैलाई केही सोध्नु छ भने सोध्नु 2 सेटका एमसिक्यू भने कतिवटा सक्यो 40 वटा एमसिक्यू पढाइछ अब यतिकै एमसिक्यू गर्न सक्ने मान्छेलाई समस्या हुँदैन अब एमसिक्यू गर्ने कि सब्जेक्टिभ क्वेशन गर्ने कमेन्ट गर्नु सर एमसिक्यूज पुग्यो भन्यो भने एमसिक्यू छोड्दिने सर मलाई यो सब्जेक्ट क्वेशन चाहिँ आएन भन्ने कसैलाई लाग्छ भने त्यो सोध्ने नभए चाहिँ एमसिक्यूज नै गर्ने हो भने म एमसिक्यू चाहिँ गराइदिन्छु अझै यहाँ त धेरैवटा एमसिक्यू होला भनेको अझै 40 भन्दा बढी एमसिक्यूज बाँकी छ एमसिक्यूज नै गएर ओके एमसिक्यूज हेरौँ ल x and y are the two disjoint set disjoint भने के हो कमन छैन भने हैन नम्बर अफ x इक्वल्स टु 12 नम्बर अफ y को 17 व्हाट इज द भ्यालु अफ a विल बी अब कमन छैन भने त यस्तो भने आइ यो x भन्ने सेट हो नम्बर अफ x लेखौँ ल यो चाहिँ नम्बर अफ y भन्ने सेट हो अब नम्बर अफ x को भ्यालु 12 छ रे यो 12 यो कति हो 17 अब युनियन भने त यो पुरै गर्नु पर्यो कि परेन यहाँ कमन भए पो घटाउने कमनै छैन भने त घटाउनु पर्दैन 17 में 12 जोड़ा कति हुन्छ 7 8 9 29 आन्सर हो डी नम्बर छ डी नम्बर अब सुन्ने फेरि क्वेशनले झुकाइन्छ कहाँ भन्दा x र y दुईटा डिस्जोइन्ट सेट नबनिकन x चाहिँ y को सबसेट हो x and y are two sets and x is subset of y then what is the value of x intersection y भन्छ x र y को सबसेट हो भन्नुको मिनिङ के हो x y भन्दा सानो छ त्यसपछि त्यो बेलामा सानो चाहिँ के हुन्छ इन्टरसेक्सन हुन्छ 12 मा टिक हाल्नु पर्छ अब x युनियन y सोध्दै के हुन्छ युनियन भनेको सबै लेख्ने भनेको हो नि त्यस्तो कारणले कहाँ टिक हाल्नु पर्छ y को मान 17 छ 17 मा टिक हाल्नु पर्छ त्यसो यो कुरा चाहिँ ख्याल गर्ने नेक्स्ट The perimeter of an equilateral triangle is 24 cm. What will be the area of the triangle? Or perimeter of the equilateral triangle there. अब equilateral triangle को perimeter निकाल्ने फर्मुला के हो? Equilateral triangle भनेको तीनटा साइड बराबर भयो. तपाईले यसलाई a माने भने सबै a. Perimeter भनेको sum of the all side. कति साइड? तीन साइड. भनेपछि 3a हुनु पर्यो कि परेन? बराबर 24. 8 यहाँ 24 हो के? a को भ्यालु कति आयो? 8 सेन्टिमिटर आयो क्या? अब हामीलाई के चाहियो? एरिया चाहियो. Equilateral triangle को एरिया फर्मुला के हो? √3/4a स्क्वायर 4a भनेको कति छ 8 को स्क्वायर गर्नु पर्यो अब √3/4 8 को स्क्वायर किन गर्ने म 8 * 8 गर्छु किन क्याल्कुलेसनमा चल्दै हुन्छ 4 दुना 8 8 दुना 16 आयो के भनेको 16√3 आउँछ कहाँ छ त्यो 16√3 यही रहेछ यसरी गर्न यसरी टिक हाल्नु पर्यो यसरी टिक हाल्नु पर्यो ओभर फास्ट ओके ल भयो नि त यो अब यहाँ के भयो which one is the circular base pyramid भयो सर्कुलर बेस पिरामिड कुन हो स्फियर हो कि कोन हो कि सिलिन्डर हो कि हेमिस्फियर हो हैन भन्ने कुरा थाहा पाउनु पर्यो अब पिरामिड भने के हो पिरामिड भनेको चाहिँ तपाईहरुले के बुझ्दिनु पर्यो भन्दा जसको बेस छ र एउटा भर्टेक्सबाट यसरी के हुन्छ एउटा एपेक्स बाट तार्ने हुन्छ अब स्फियर को एपेक्स नै हुँदैन सिलिन्डर को एपेक्स हुँदैन हेमिस्फियर को एपेक्स हुँदैन बी राइट आन्सर यसरी टेस्ट गरे पनि हुन्छ अब सर्कुलर बेस पिरामिड भनेको मैले तपाईलाई क्लासमा पढाउँदा कोन पनि पिरामिड है साथी हो पिरामिड हो कि प्रिज्म हो मान्छे झुकिन्छन् भनेको छु अनि अर्को तरिका भनेको छु मैले
जसको क्रस सेक्सन एरिया हुन्छ भनेको जसलाई काट्दाखेरि कङ्ग्रुएन्ट पार्टमा काट्न सकिन्छ, त्यो चाहिँ तपाईँहरूको सिलिन्डर हो। अब जो त्यसरी कङ्ग्रुएन्ट पार्टमा काट्न सकिँदैन त्यो चाहिँ के हो, पिरामिड। त्यसो भएर कोनलाई त्यसो गर्न मिल्दैन। यसरी टेस्ट गरे पनि हुन्छ। अर्को तरिका त मैले तपाईँहरूलाई भनिहालेँ। ल, एम स्क्वायर प्लस 1/m स्क्वायर इक्वल्स टु 9 छ भने m माइनस 1/m को भ्यालु कति हुन्छ भनेको छ। सिधै के गर्ने, m माइनस 1/m को भ्यालु निकाल्नको लागि तपाईँहरूले फर्मुला लाउने। सो अब m स्क्वायर प्लस 1/m स्क्वायर भनेको 1/m को होल स्क्वायर हो नि। a स्क्वायर प्लस b स्क्वायर आयो क्या। a स्क्वायर प्लस b स्क्वायर भनेको भ्यालु कति हो, फर्मुला a माइनस b को होल स्क्वायर। अर्को के हो, a माइनस b। a भन्ने ठाउँमा कति छ भ्यालु, m छ अहिले। a माइनस b m, m माइनस 1/m, a माइनस b a स्क्वायर प्लस b स्क्वायर फर्मुला के हो अरे, a माइनस b को होल स्क्वायर। a स्क्वायर प्लस b स्क्वायर फर्मुला तपाईँलाई मलाई के पढाएको अरे, के पढाएको, कसैले कमेन्ट गरे फर्मुला पढिरहेको छ नि। के हो, a स्क्वायर प्लस b स्क्वायर फर्मुला के हो, टिक्कुलले गरिरहेको छ यार। a प्लस 2ab हो, a स्क्वायर प्लस b स्क्वायर इक्वल्स टु फर्मुला के हो, लेखौँ त कमेन्ट। एउटा हुन्छ a माइनस b को होल स्क्वायर प्लस 2ab, अर्को हुन्छ a प्लस b को होल स्क्वायर माइनस 2ab हो कि होइन। सो अहिले हामीलाई माइनस आइरहेको छ, किन, यहाँ माइनसको मान खोजिरहेको छ कि। a माइनस b को होल स्क्वायर प्लस 2ab, 2a भन्ने ठाउँमा कति, m, b भन्ने ठाउँमा कति 1/m। थाहा पाउनु पऱ्यो है मित्रहरू, mm गयो। ल, m स्क्वायर प्लस 1/m स्क्वायर भनेको भ्यालु कति, 9 इक्वल्स टु m माइनस 1/m को भ्यालु हामीलाई निकाल्नु छ। यसको भ्यालु निकाल्नु छ स्क्वायर। यो काट्यो प्लस 2 छ कि छैन, 2 लाई यता ल्याउँदा के हुन्छ, माइनस 2 हुन्छ। भनेपछि 9 माइनस 2 भनेको 7 भयो कि नै। 7 इक्वल्स टु m माइनस 1/m को स्क्वायर हो कि होइन, हो कि होइन, हो। अब टेकिङ स्क्वायर रुट साइन अनुपस्तारी गर्ने, यहाँ स्क्वायर रुट लियो भने यस्तो हुन्छ, यहाँ लियो भने यसले काट्छ। भनेपछि कति आयो, √7 आयो क्या। √7 टिकाल्ने यस्तो हो। कुरा बुझ्नु भएको छ कि छैन, नबुझ्यो भने लेख्ने च्याट बक्समा, बुझ्यो भए ठिकै छ। ल, अब कमेन्ट समेन्ट आएन, त्यस भएर सिधै नेक्स्ट क्वेसन, कुरा बुझिरहेछ। एउटा वस्तुको अङ्कित मूल्य √940 छ, सो वस्तुलाई 893 बेच्दा कति प्रतिशत छुट दिएको होला भनेको छ नेपालीमा। जस्तो हो, अङ्ग्रेजी बोल्नु। द मार्क प्राइस अफ एन आर्टिकल दिस भने एमपी कति दियो, 940। हाउ मच पर्सेन्ट डिस्काउन्ट एलोज टु इट विल बी सोल्ड, यता आएर 893। 893 बेचमा कति डिस्काउन्ट दिनुपर्छ भनेको कि नि। भनेपछि यो के दिएको, यो एसपी दिएको। भनेपछि डिस्काउन्ट निकाल्नु पऱ्यो। डिस्काउन्ट अमाउन्ट इक्वल्स टु फर्मुला के हो त हाम्रो, डिस्काउन्ट अमाउन्ट इक्वल्स टु एमपी माइनस एसपी होइन। एमपी कति छ, एमपी छ तपाईँको 940, एसपी छ कति 893। घटाउनुहोस् त कति हुन्छ, 7 8 10 7 बाँकी होला, यहाँ 3 बाँकी 13, 9 4 13, यहाँ 8 गयो 47 आयो। ओके 47 आयो। अब हाम्रो चाहिँ डिस्काउन्ट पर्सेन्ट। अब डिस्काउन्ट पर्सेन्ट इक्वल्स टु फर्मुला के हो, डिस्काउन्ट बाई एमपी, डिस्काउन्ट पर्सेन्ट इक्वल्स टु डिस्काउन्ट बाई एमपी इन्टु 100% हो कि। एमपी कति छ 94.0 इन्टु कति आयो 100%। 94लाई 47ले कतिपल्ट डिभाइड गर्छ, 7 दुन 14, 4 दुन 8 1 9, 2 पल्ट जान्छ। 47 दुना 94, 0 को 0 20 आयो, 20 पंचे 100 आयो क्या। भनेपछि कति आयो 5%। भनेपछि 5% डिस्काउन्ट दिएको रहेछ, 5% के दियो, डिस्काउन्ट दियो। नेक्स्ट
What will be the area of the surface of a square base pyramid if the length of the base is 12 centimeter and vertical height is 8? What will be the area of the surface? एउटा वर्गाकार आधार भएको पिरामिडको आधारको लम्बाइ 12 सेम, ठाडो उचाइ 8 सेम भयो। सो पिरामिडको सतहहरूको क्षेत्रफल भनेको सतहहरूको क्षेत्रफल भनेको छ यहाँ। यहाँ सर्फेसेस भनिरहेको छ, त्यो ध्यान दिएर सुन्ने। त्यसो भए स्क्वायर बेस पिरामिड भनेको यस्तो बेसमा स्क्वायर भएको भने हो। अब यो तपाईहरुलाई थाहा छ रहेछ, यस्तो स्क्वायर बेस पिरामिड छ, यसको अल साइड इक्वल 12 सेम छ अरे बेस चाहिँ, हैन? अनि यसको भर्टिकल हाइट यो जात चाहिँ कति छ अरे? यो जात छ अरे कति? 8 सेन्टिमिटर, 8 सेन्टिमिटर छ। अब हामीलाई सर्फेसको एरिया निकाल्ने भनेको, ट्रायंगुलर सर्फेस निकाल्ने भनेको अथवा ल्याटरल सर्फेस एरिया निकाल्नु छ भने आएको छ। त्यसो भएको कारणले गर्दा यहाँबाट तपाईले स्लाइन हाइट निकाल्नु पर्यो, किन फर्मुला 2l हो नि त। त्यसो यो 12 का आधा यो 6 हुन्छ, तपाईलाई थाहा छ। अब पाइथागोरस लाउनु पर्यो। 8 र 64 6 36 भनेको 100, यो 10 आयो क्या? 10 आयो। स्लाइन हाइट 10 आयो क्या? अब सर्फेस एरिया अफ द स्क्वायर बेस पिरामिड भनेको, यदि यहाँ सर्फेसेस नभनेको भए हामीले एउटा मात्र ट्रायंगलको एरिया निकाल्छौँ 1/2 इंटीग्रल गरेर। अब यहाँ त अहिले 4 वटा ट्रायंगल छ, 4 वटा ट्रायंगल लाउँदा के हुन्छ? 2l हुन्छ। सर्फेस एरिया भनेको 2l हैन? 2al 2 ए भनेको 12 सेन्टिमिटर, एल भनेको मैले कति निकाल्थे? 10 निकाले। 12 दुरा 24 240 आयो सेल स्क्वायर। यस्तो हो साथी हो एमसीक्यूजलाई ट्याकल गर्ने तरिका भनेको। हामीले जानेको कन्सेप्टलाई इन्सर्ट बनाउनु पर्यो, यही हो ट्रिक छ। केही छ सोध्नु पर्ने यहाँसम्म आउँदा? नेक्स्ट, a fair dice is rolled twice. What is the probability of getting 3 in the first roll and 6 in the second roll? भनेको दुईटा केस छ। डाइस भनेको त्यो 6 वटा हुन्छ। गेटिङ 3 इन फर्स्ट भनेको 3 कतिवटा हुन्छ? एक डाइसमा 1 2 3 4 5 6 सम्म लेखेको हुन्छ। 3 भनेको 1 हुन्छ, जम्मा कति हुन्छ? 6 पटक भनेको 1 का तल 6। एन्ड भनेको मल्टिप्लाई हो भनेर पढाएको छ भने तपाईहरुले थाहा छ। 6 इन द सेकेन्ड डाइस भनेको 1 कप हुन्छ, भनेको 1 का 1 6 6 36, 1 का तल 36 आयो क्या? 2 नम्बर राइट हुन्छ। यदि यहाँ एन्ड नभनिकन अर भनेको हामी यहाँ प्लस गर्थ्यौँ, कुरा यति फरक एन्ड अरमा। सर मैले त्यो ल लेख्ने बेलामा तपाईहरुलाई भनेको छु, एडिसन ल अन प्याडी र मल्टिप्लिकेसन ल अन प्याडी गरेर भनेको छु। हजुरहरूले सम्झिनु है त। यसले के भन्यो यो क्वेशनले? व्हाट इज द which of the following is the relation of the same triangle and circumference angle on the same arc of a circle? सेम ट्रायंगल र सर्कमफरेन्स एंगलको सम्बन्ध के हुन्छ भने इक्वल त हुँदैन, 1/4 पनि हुँदैन, ट्रिपल पनि हुँदैन, के हुन्छ? डबल। सेम ट्रायंगल इज डबल देन द सर्कमफरेन्स एंगल भनेको हैन? त्यसो भए कारणले हेर्नुस् त, एक सेकेन्डमा टिक हान्ने क्वेशन पनि आउँछ म्याथमेटिक्समा। त्यसो भए कारण तपाईलाई आइएको जस्तो धेरै दुःख गरेर गर्नुपर्ने कन्डिसन हुँदैन। तपाईहरुलाई पढिरहेको क्वेशन पढ्दिनु भने फ्याक्ट आउँछ। ओके, x is to y cos to कति आयो? 2 is to 3, y is to z 0.7, x is to y is to z निकाल्नुस् भनेको छ। अब यो x is to y भनेको 2 is to 3 आयो क्या? अर्कोमा के छ? अर्कोमा चाहिँ तपाईको y is to z छ, कति आयो? 4 is to 7। हामीलाई के चाहियो? x is to y is to z चाहियो। x भनेको 2 हो, y भनेको 3 पनि हो, y भनेको 4 पनि हो। त्यसो भएको कारणले यो y जुन कमन छ, कमनलाई चाहिँ सेम बनाउनु पर्छ। जुन कमन छ त्यसलाई सेम बनाउनु। 3 र 4 को लस लिने, लस कति? 12। यसलाई 12 भने कतिले मल्टिप्लाई गर्नुपर्छ? 4 ले। यता नि 4 ले मल्टिप्लाई गर्छ। अनि यसलाई चाहिँ 12 भने के? 3 ले हुन्छ, यता नि 3 ले मल्टिप्लाई गर्छ। ल रिजल्ट के आयो त भन्दा 4 दुना 8 आयो, x को भ्यालु, y को भ्यालु 12 आयो। यहाँ पनि y को भ्यालु 12 आयो, साथमा 21 आयो क्या? अनि x is to y is to z कति रहेछ? x भनेको 8, y भनेको जहाँबाट लेख्ने 12, z भनेको 21 आयो क्या? भन्छ 8 is to 12 is to 21 कहाँ छ? त्यहाँ टिक हाल्नु। कहाँ छ यो? अप्सन नम्बर सी मा छ। यसरी है भनेको तपाईहरुमा त्यहाँ भएको कमन पार्ट जुन छ नि, त्यो कमनको चाहिँ भ्यालु एउटै हुनुपर्छ। यहाँ नि y छ, पहिलो रेशियो पनि y छ, दोस्रो रेशियो पनि y छ, भने y कमन आयो। भने तपाईहरुले के गर्नु पर्यो भन्दा त्यो कमन पार्टलाई एउटै बनाउनु पर्यो। अब कमन एउटै बनाउनु भने के हो भन्दा 3 र 4 छ भने चाहिँ यसलाई एउटै बनाउने एउटै मात्र तरिका के हो? बाइ टेकिङ एलसीएम। 3 र 4 को एलसीएम निकाल्ने, अनि एलसीएम सँग बराबर। 3 र 4 को लस 12 हुन्छ, यसलाई 12 गुणा 4 ले गुणन गर्नुपर्छ भने यता 4 ले गुणन, यता यसको साथले पनि 4 ले गुणन गर्नु पर्यो। यता 12 गुणा 3 ले मल्टिप्लाई गर्दा यसको साथले पनि 3 ले गर्नु पर्यो।
राइट अल्टिमेट यहाँनिर यस्तो अप्सन आउँछ त्यसपछि यहाँनिर वाईको भ्यालु 12 छ यहाँनिर 12 छ सेम आयो क्या हामीले एउटा मात्र कन्सेप्ट सेम बनाउँछौँ एक्स भनेको 8 वाई भनेको 12 जेड भनेको 21 सो के आयो त आन्सर 8:12:21 यसरी गर्ने ल के भन्यो यसले भन्यो what is or are the values of x when solve x cube equals to 9x so x cube equals to 9x यहाँबाट हामीले x को भ्यालु निकाल्ने हो सो अगाडि लिएर आउँ अथवा काट्दै नि हुन्छ होला त x cube minus 9x equals to 0 or x common x square minus 9 equals to 0 अब आइदर गर्न पाइयो either x equals to 0 or x square minus 9 equals to 0 or x square equals to 9. Therefore, x square equals to plus minus 3 को square. Square square काट दियो x बराबर क्या है plus minus 3 कहाँ छ यहाँ छ B नंबर इज द राइट आन्सर यसरी गर्नु पर्यो के भन्यो if 8 is added to the square of positive number the result is 33 what is the number 8 is added to the square of positive number positive नम्बरलाई x मान्यो भने के हुन्छ x स्क्वायर हुन्छ 8 जोड्ने भनेको प्लस 8 रिजल्ट 33 भनेको बराबर लेख्ने x स्क्वायर इक्वल्स टु कति आयो 33 माइनस 8 आयो क्या घटाउने कति आयो x स्क्वायर इक्वल्स टु 33 मा 8 घटाउँदा कति हुन्छ 5 25 हुन्छ भनेको x बराबर कति आयो प्लस माइनस 5 आयो क्या सो प्लस माइनस 5 कहाँ छ यहाँ छ फेरि जान्ने भएर 25 भनेको 5 को स्क्वायर हो स्क्वायर स्क्वायर काट्यो x बराबर 5 लेखा जान्छ नि खेर फेरि किन यहाँ स्क्वायर आइसके पछाडि दिस इज क्वाड्रेटिक यो इक्वेसन क्वाड्रेटिक इक्वेसन हो अब इक्वेसन यदि क्वाड्रेटिक छ भने त त्यसको रुट्स कतिवटा आउँछ दुईटा आउँछ यदि यदि इक्वेसन चाहिँ यदि के छ लिनियर छ भने रुट्स कतिवटा आउँछ एउटा आउँछ यदि इक्वेसन चाहिँ के छ क्युबिक छ भने रुट्स कतिवटा आउँछ तीनटा आउँछ त्यस्तो कुरा बुझ्नु पर्यो साथीहरु आउँछ भनेर लेखेको छ र फेरि होइन अब x स्क्वायर इक्वल्स टु के आइरहेछ हाम्रो x स्क्वायर इक्वल्स टु हाम्रो 25 आइरहेछ x स्क्वायर इक्वल्स टु 25 आइरहेछ भन्छ यता स्क्वायर चाहिँ यता स्क्वायर बनाउनु पर्यो 25 भनेको प्लस माइनस 5 को होल स्क्वायर अनि स्क्वायर से काटिन्छ अनि x बराबर कति आउँछ प्लस माइनस 5 आउँछ यहाँ ठिक हाल्नु पर्यो किन यस्तो हुन्छ भन्दा प्लस माइनस 5 को मिनिङ के हो प्लस माइनस 5 को मिनिङ हो प्लस 5 को स्क्वायर एउटा रुट्स हो अर्को चाहिँ माइनस 5 को स्क्वायर प्लस 5 को स्क्वायर भनेको के हो प्लस 5 लाई दुई ठाउँमा लेख्ने भनेको के प्लस इन्टु प्लस के हुन्छ प्लसै हुन्छ 5 इन्टु 5 25 भएन 25 त आउनु पर्यो थियो हामीलाई माइनस 5 को स्क्वायर को मिनिङ के हो माइनस 5 लाई दुई ठाउँ लेख्ने भनेको के माइनस इन्टु माइनस के हुन्छ प्लस हुन्छ 5 इन्टु 5 को 25 सेम कुरा आयो क्या द्याट्स वाइ प्लस माइनस 5 को होल स्क्वायर ख्याल गर्नु छ के भन्यो यो क्वेशनले In the given figure, AB parallel to CD, CP perpendicular to AB, CP equals 5 cm, CP 5 छ CP कति छ यो CP हो this is 5 cm CP 5 cm छ AD 14 AD भनेको यो AD कति छ 14 cm छ त्यसो हो भने what will be the area of triangle BCD BCD भनेको यो ट्रायंगल को एरिया चाहियो सर अब त्यसो भने हामीले के गर्नु पर्यो भन्दा यो ट्रायंगल हो यताबाट यसो आँखा राखेर देख्छ ट्रायंगल हो कि यो ट्रायंगल को बेस हो यो हाइट दिएको छ भने एरिया अफ दिस ट्रायंगल एसीडी कति हुन्छ एरिया अफ ट्रायंगल एसीडी भनेको 1/2 बेस इन्टु हाइट हो कि नै फर्मुला 1/2 बेस भनेको 14 cm दिएको छ हाइट कति दिएको छ 5 दिएको छ 7 दुना 14 7 5 35 आयो क्या 35 cm स्क्वायर आयो अब यो ट्रायंगललाई यताबाट हेर्नुस् यो ट्रायंगल को बेस पनि सीडी छ यो ट्रायंगल को बेस के छ सीडी छ triangle starting on the same base between the same parallel CD and BD भयो कि नै त्यसो भने के हुन्छ they are equal in area त्यसो भने area of triangle that BCD equals to also 35 cm square हुन्छ यहाँ टिका 35 cm square टिका triangles starting on the same base between the same parallels are equal in area भनेर तपाईहरुलाई मैले थ्योरम पढाएको छु हैन अथवा नेपालीबाट पढ्नु हुन्छ के भन्नु भएको छ एउटै आधार र उही समानान्तर रेखाहरू बीच बनेका त्रिभुजहरूको क्षेत्रफल के हुन्छ बराबर हुन्छ if the VAT amount is RSP VAT कति हो P हो and selling price भनेको के हो Q what is the rate of VAT
रेट अफ भ्याट भनेको के हो त भ्याट बाई एसपी इन्टु 100%. भ्याट भनेको पी, एसपी भनेको क्यू इन्टु 100%. सी नम्बर इज द राइट आन्सर. सो सिमेट्रिक जस्ट फर्मुला हो होइन. फर्मुला अब तपाईँहरूलाई थाहा छ. The diameter of the base of cylinder is x. भनेको सिलिन्डरको डायमिटरको बेस भनेको यो सिलिन्डर भयो, यो सिलिन्डरको बेस भनेको सर्कुलर हुन्छ, डायमिटर भनेको यो d cos x हैन. and its height is y भनेको यो सिलिन्डरको हाइट कति छ, यो सिलिन्डरको हाइट चाहिँ कति छ, y छ. यो सिलिन्डरको हाइट चाहिँ कति छ, y छ. व्हाट इज द भोल्युम? भोल्युम अफ सिलिन्डर भनेको के हो? बेस एरिया इन्टु हाइट. बेसमा के छ? बेसमा के छ? बेसमा छ x. बेस एरिया भनेको यो के हो? सर्कल हो. सर्कलको एरिया निकाल्ने फर्मुला के हो? एरिया अफ द सर्कल इक्वल्स टु पाई आर स्क्वायर फर्मुला पढ्नु भएको छ रेडियसको केसमा. तर अहिले डायमिटर दिइरहेछ भनेपछि तपाईहरूले डायमिटर दिइरहेछ भनेपछि रेडियस भनेको त के हो? डायमिटरको आधा हो कि भनेको एक्स बाई 3 भएन राख्ने भ्यालु पाई आर घन्टामा एक्स बाई 2 को स्क्वायर भनेको पाई आर स्क्वायर भनेको पाई एक्स स्क्वायर बाई 4 आयो क्या हो. अब बेस एरिया अब हाइट गर्नु पर्यो. भोल्युम अफ पिरामिड सरी भोल्युम अफ सिलिन्डर भनेको बेस एरिया बिए इन्टु हाइट हो कि हो. बिए कति आयो? पाई एक्स स्क्वायर बाई 4. हाइट कति छ? वाइ. के आउँछ? पाई एक्स स्क्वायर वाई बाई 4. यहाँ छ कि छैन? सो डी नम्बर इज द राइट आन्सर. यस्तो कुरा ख्याल गर्नु पर्यो. ल अब यो ल अब यसले के भन्छ? इन द गिभन फिगर त्यस्तै तपाईँहरूले पढिहाल्नुहुन्छ. 82 डिग्री. व्हाट इज द भ्यालु अफ डिसी? डिसी भनेको डिसी भनेको यो एंगल कति हुन्छ भनेर सोधेको छ. ओके यो लाइन एडी चाहिँ के छ? बीसीसँग प्यारलल छ नि हैन. एडी बीसीसँग प्यारलल छ भने यो एंगल हामी कोइन्ट्रो एंगल भन्छौँ राइट. सी शेपमा हुने एंगललाई भन्छ कोइन्ट्रो एंगलसम्म 180 हुन्छ भने यो एंगल कति आयो? यो एंगल भनेको हजुरको 180 माइनस कति आयो त 82 आयो. घटाउनुस् त मित्रहरू कति हुन्छ? 10 मा 2 घटाउँदा 8 बाँकी होला. अनि यहाँ 7 बाँकी छ. 17 भयो. 8 गुणा 16 हुन्छ भने कति बाँकी रह्यो भन्नुस् त? 17 माइनस 8 भनेको 9 10 7 8 9 बाँकी 98 डिग्री आयो क्या. यो 98 भएपछि के हुन्छ? द एक्स्ट्रा एंगल अफ अ साइक्लिक क्वाड्रिलेटरल इज इक्वल टु इट्स अपोजिट नन एडजेसेन्ट ट्रायंगल भनेर मैले पढाएको छु तपाईँहरुलाई. सो त्यसो भएर यो पनि कति हुन्छ? 98 डिग्री. सो 98 जान्छ प्र्याक्टिकल. रिलेसन के रे? The exterior angle of a cyclic quadrilateral is equal to its opposite non-adjacent interior angles. त्यो भनेको के हो भन्ने बारेमा म तपाईँलाई क्लासमा अलिक बढी बताएको छु है. अब यहाँ हेर्नुस्. A positive number is divided by x. कुनै एउटा पोजिटिभ नम्बरलाई हामीले x मानिरहेका छौँ. What is the mathematical sentence of the sum of the number and its square is 6. भनेको सम अफ द नम्बर एन्ड स्क्वायर भनेको त्यो नम्बर र त्यसको स्क्वायरको सम चाहिँ कति हुन्छ रे? 6 हुन्छ. त्यो नम्बर भनेको x, त्यसको स्क्वायर भनेको x स्क्वायर, सम भनेको प्लस बराबर छ. यहाँ छ यहाँ छ. त्यसो भए यो चाहिँ राइट आन्सर. x plus x square equals 6. ओके यस्तो त तपाईँहरूले गरे. In how many years will the population of the town from this at the growth rate 5% per annum? भनेपछि कति वर्षमा पपुलेसन यस्तो हुन्छ भनेको छ. टाउन बी दिस फ्रम दिस भनेको यहाँबाट चाहिँ प्रेजेन्ट पपुलेसन यहाँबाट यहाँ पुग्ने भने 1,90,000 को 5% निकाल्ने. आएको भ्यालु यसमा के गर्ने? जोड्ने. फेरि त्यसको 5% निकाल्ने. यो आउँछ. त्यसो हुँदाखेरि आउँछ कि आउँदैन हेर्ने. अनि अहिले मैले गरे जस्तै नियर अबाउट भ्यालु आएपछि यति हुन्छ भनेर टिक हाल्ने. अब यसको एक्ज्याक्ट निकाल्न लानु भने तपाईँलाई टाइम पनि कन्ज्युम हुन्छ. तपाईँहरूले सिधै फर्मुला लाउन सक्नुहुन्न. किन क्यालकुलेट युज गर्दा बनाउनु उसमा? त्यसो भएर सब्जेक्टिभ क्वेसनको लागि मात्र क्यालकुलेटर. The total surface area of the hemisphere is this. What is the length of the diameter? सकिहाल्नुहुन्छ. हेमिस्फियरको टिएसए निकाल्ने फर्मुला 3 पाई आर स्क्वायर हैन.
3 पाई आर स्क्वायर इक्वल्स टु 462 गर्ने सल्भ गर्ने आर आउँछ आर आएपछि के गर्ने आरको डबल गर्दाखेरि के आउँछ डायमिटर आउँछ चेक गर्नु है त तपाईँले सक्नुहुन्छ वाट इज द भ्यालु अफ एक्स भनेको छ क्वेसन एक्सको भ्यालु निकाल्नुहोस् भनिरहेको छ अब एक्सको भ्यालु निकाल्न के गर्नु पर्यो सो ए टु दि पावर के दिएको छ ए टु दि पावर x minus 5 is equals to 1 by a to the power x minus 1 यति देखो यो एक्सपोनेन्शियल इक्वेसन छ अब तपाईहरुलाई मैले एक्सपोनेन्शियल इक्वेसन के पढाएको एनी अफ बेस सेम बनाऊ बेस सेम भयो भने पावर इक्वल गर्न पाइन्छ त्यसो भएर यसलाई माथि लानु यसलाई माथि जाँदा के हुन्छ यसको पावर -1 हुन्छ होल पावर चाहिँ x -1 हुन्छ पावरले पावरलाई के गर्छ मल्टिप्लाई गर्छ a to the power x minus 5 is equals to a to the power -1 into x minus -1 into minus +1 आयो बेस सेम भएको भएन अब पावर इक्वल हुन्छ सो x minus 5 equals to minus x plus 1 x लाई यति राख्नु त के हुन्छ यता राख्दा +2x भयो +2x is equals to कति आयो त +2x equals to -5 यता प्लसमा 6 आयो x बराबर कति आयो 6/2 भयो यस्तो आयो कुरा बुझ्नु भएको छ कि छैन एनी अब बेस सेम बना भनेको त्यही है त ओके नेक्स्ट लास्ट क्वेशन्स 20 number last this is arcs from the can arcs from the circle O is the center of the circle CAO equals 20 CAO 20 भनेको यो 20 अघि गरे जस्तो भयो हैन and CBO भनेको 30 यो 30 डिग्री दियो find the value of obtuse angle AOB भनेको छ AOB को भ्यालु निकाल्ने obtuse पट्टिको भ्यालु निकाल्ने भनेको यो एक्युट हो obtuse भनेको यता बाहिरको निकाल्ने सो तपाईहरुले के गर्नु पर्यो यहाँबाट प्रश्न गर्नु पर्यो अहिले चाहिँ सेम रुलले यो 20 हुन्छ यो 30 हुन्छ 30 50 भयो 50 को डबल यो हुन्छ 100 भयो अप्रिल भनेको 360 मा के गर्नु पर्यो 100 घटाउनु पर्यो 360 मा 100 घटाउँदा 200 कति आउँछ खोइ त आन्सर गल्ती भयो एकछिन है अलि ठुलो चित्र बनाएको यस्तो छ तपाईहरुलाई यहाँनेर ओके ओके तपाईहरुलाई यस्तो छ क्वेशन है त क्वेशन यस्तो छ यस्तो खालको चित्र छ यसको यहाँ सेन्टर पोइन्ट भन्दै छ अनि यो चाहिँ यस्तो गरेर ओड्नु यस्तो यताबाट यस्तो आएको छ अनि सेन्टर पोइन्टमा यस्तो भएको छ यहाँ बी दिएको छ यहाँ ओ दिएको छ यहाँ ए यहाँ सी दिएको छ अब यहाँ क्वेसनले ल्याङ्ग्वेज भनेको छ कि सिएओ भनेको यो एङ्गल चाहिँ तपाईँको 20 डिग्री रहेछ अनि सिबिओ भनेको यो एङ्गल चाहिँ 30 डिग्री रहेछ भए वाट इज द भ्यालु अफ अप्ट्युज एङ्गल एओबी भनेको यो एङ्गल हो अप्ट्युज भनेको चाहिँ यता बाहिरपट्टिको ठुलो एङ्गल निकाल्ने भनेको अप्ट्युज भनेको चाहिँ त्यसो हुँदा के भयो त यहाँबाट तपाईहरुले कन्स्ट्रक्सन गर्नु पर्यो यसरी कन्स्ट्रक्सन गर्नु पर्यो अब यो बराबर रेडियास सेम छ पार इक्वल यो ट्रायंगल आइसोसेलेस ट्रायंगल को बेस एंगल इक्वल हुन्छ यो 20 यो 30 प्लस 20 टोटल 50 भयो कि नि 50 को डबल यो 100 भयो कि भयो अप्ट्युज एंगल निकाल्ने भनेको छ क्वेशन अप्ट्युज भनेको के हो 90 भन्दा ठुलो भ्यालु हो कि 90 भन्दा ठुलो अलरेडी आयो भने चाहिँ यता निकाल्नु पर्दैन यदि यो 90 भन्दा सानो आएको यता निकाल्नु पर्छ सो 100 डिग्रीमा टिक लाग्ने अहिले चाहिँ अब 90 भन्दा सानो आइदिएको भए चाहिँ के गर्नुपर्छ हामीले भन्दा अप्टिज भन्दा ठुलो एङ्गल निकाल्ने भने 90 भन्दा ग्रेटर भ्यालु आउनुपर्छ कि त्यसो भने चाहिँ यो एङ्गल सपोज 80 डिग्री आएको भए हामीले यताको एङ्गल निकालेर के गर्नु पर्थ्यो 360 माइनस 80 360 भन्दा कम्प्लिट टर्नको भ्यालु कति हुन्छ 360 डिग्री हुन्छ ओके एनी क्वेशन्स केही क्वेशन छ कसैलाई सोध्नु पर्ने क्वेशन छ भने छ यस सोध्नुस् छैन भने तपाईहरुलाई अब ट्राई गर्नुस् घरमा पढ्नुस्
र तपाईँहरू सबैजनालाई यो सेकेन्ड लेफ्टिनेन्टको साथीहरू जो जो पढिरहनु भएको छ, हामीलाई लाइभ हेरिनु भएको छ, तपाईँहरू सम्पूर्णलाई भोलि हुने गणितको परीक्षाको शुभकामना दिँदै तपाईँले सोचे जस्तो परीक्षा होस् भन्ने कामना व्यक्त गर्दै आजको यो अनलाइन क्लास र लाइभ क्लास यहीँ समाप्त भएको जानकारी गराउँदै तपाईँहरूको बाँकी समय शुभ रहोस्, राम्रोसँग पढ्नुहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् है ल।